तपाईहरुको यो बालबालिकालाई तपाईको हातमा हामी सम्पिन्छौँ। आज तपाईले भन्नुभएछ वचनमा बालकलाई मथाउनु प्रभु तपाईले सबै यो बालकलाई तपाईको हातमा हामी सम्पिन्छौँ। तपाईको अनुग्रह गर्नुहोस्। तपाई दया कृपामा राख्ने परमेश्वर तपाईहरुको तपाई सबै कुरा प्रभु तपाईले अचम्मको काम गर्ने परमेश्वर तपाई यो क्लास 5 देखि प्रभु क्लास 10 सम्म प्रभु शिक्षा भइगन चाहन्छु। यो बालबालिकाले प्रभु दुःख र कष्ट र हिँडेर प्रभु जान नपरोस्। यो ठाउँमा प्रभु तपाईको अचम्मको काम शिक्षा मन्त्रालयको हितमा तपाईको पवित्र आत्माद्वारा बोल्नुहोस्। तपाई काम गर्ने परमेश्वर तपाईहरुको तपाईले विश्वास अनि भरोसा तपाईले आज जतिजना प्रभु यो स्कुलमा पढाउने व्यक्तिहरू छन् हे सरसर प्रभु उनीहरूलाई तपाईको हातमा हामी सम्पिन्छौँ। तपाईको अनुग्रह गर्नुहोस्। तपाईँ दया कृपामा राख्ने परमेश्वर तपाईँ जुन संस्थाले प्रभु सहायता मद्दत गर्दछ प्रभु त्यसमा प्रभु आशिष अनि प्रेम तपाईले दिने परमेश्वर तपाईको तपाईको अनुग्रह गर्नुहोस्। तपाईँ दया कृपामा राख्ने परमेश्वर तपाईँ सबै कुरा प्रभु आशिष अनि प्रेम तपाईले दिने परमेश्वर तपाईले वचन भनेछ बालकलाई मथाउनु दिए प्रभु यो बालक तपाईकै हो। तपाईको राज्यको लागि अगाडि काम गर्ने प्रभु बनाउनुहोस्। धन्यवाद प्रभु सबै प्रभु तपाईँ हात राख्दै प्रभु येशू ख्रीष्टको नाम गर्दै आमेन।